सहकारीको नाम सुन्नसाथ अचेल धेरैको मनमा चिसो पस्छ होइन त? तर अब अवस्था फेरिन सक्छ। आज हामी नेपालको सहकारी कानून, विशेष गरी सहकारी ऐन 2074 र भर्खरै आएको सहकारी अध्यादेश 2083ले ल्याएका एकदमै महत्त्वपूर्ण परिवर्तनहरू डिकोड गर्दैछौँ। यी कानूनी कुराहरू सुन्दा अलि झन्झटिला लाग्न सक्छन्, तर आज हामी यिनलाई एकदमै सरल र स्पष्ट रूपमा बुझ्नेछौँ। सबैभन्दा ठूलो प्रश्न यही हो, यी नयाँ कानूनी संशोधनहरूले नेपालका सहकारीहरूलाई कसरी बदल्दैछन्? खास गरी सर्वसाधारणको पसिनाको कमाई अर्थात् बचतको परिचालन कसरी हुन्छ? यो कुनै निरस कानूनी पानाको कुरा मात्र होइन है, यो सिधै हाम्रो खल्ती र वित्तीय सुरक्षासँग जोडिएको विषय हो। कुनै पक्ष नलिइकन वस्तुगत रूपमा हेर्दा यी नियमले जोखिमलाई कसरी घटाउँदैछन् भन्ने बुझ्न एकदम जरुरी छ। यसलाई प्रष्ट पार्न हामी मुख्य 5 कुरामा फोकस गर्नेछौँ: कडा परिभाषाहरू र इजाजतपत्र, ब्याज र कर्जामा सीमा, नयाँ नियमनकारी प्राधिकरण, कर्जा ट्र्याकिङ र कालो सूची, अनि अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण बचतको सुरक्षा। ल, पहिलो बुँदाबाटै सुरु गरौँ। कडा परिभाषाहरू र इजाजतपत्र। अब जो पायो त्यहीले र जसरी पनि सहकारी चलाउन पाउँदैन। सुन्दा सामान्य लाग्ला, तर कानूनमा परिवार शब्दको परिभाषा पुरै परिवर्तन भएको छ। दफा 2ले अब प्रष्ट भन्छ, यदि कानून तह अंशबण्डा गरिसकेको छ वा मानव छुट्टिएर आफ्नो छुट्टै व्यवसाय गरिरहेको छ भने त्यस्ता सदस्यहरूलाई परिवार मानिने छैन। किन यस्तो कडा गरेको होला त? सीधा कुरा, परिवारका नाममा हुने स्वार्थको टक्रावलाई रोक्न र संस्थालाई साँच्चीकै पारदर्शी बनाउन। पहिले कस्तो थियो भने संस्था दर्ता गर्यो अनि ढुक्कले कारोबार सुरु गर्यो, तर अब त्यसो गर्न पाइँदैन। नयाँ अध्यादेशको दफा 16 कले गेम चेन्ज नै गरिदिएको छ। अब बचत तथा ऋणको मुख्य कारोबार गर्ने हो भने अनिवार्य रूपमा पूर्व इजाजत पत्र लिनै पर्छ। संस्था दर्ताको एउटा कागज देखाएर मात्र अब पैसा उठाउन पाइनेवाला छैन। यहाँनिर कानूनकै पानामा हेर्ने हो भने पनि यो व्यवस्था प्रष्टै देखिन्छ। यसले पूर्व स्वीकृतिको कडा संयन्त्र बनाएर बजारमा जथाभावी वित्तीय कारोबार गर्ने प्रवृत्तिलाई जरैबाट रोक्न खोजेको छ। अब जाउँ दोस्रो विषयमा, ब्याज र कर्जामा सीमा। पैसाको म्यानेजमेन्ट कसरी हुन्छ त? यो 6% को आँकडा एकदमै ध्यान दिएर सुन्नुहोला। दफा 41 अनुसार सहकारीले बचतकर्तालाई दिने र ऋणीसँग लिने ब्याज दर बीचको अन्तर, जसलाई हामी स्प्रेड दर भन्छौँ, त्यो ठ्याक्कै 6% भन्दा बढी हुन पाउँदैन। सस्तोमा पैसा उठाएर चर्को ब्याजमा ऋण भिराउने दिन अब गए। अनि अर्को महत्त्वपूर्ण कुरा, संस्थाले बाँड्ने लाभांशको सीमालाई पनि 18% बाट झारेर 15% कायम गरिएको छ। ऋण लिनेहरूका लागि यो अर्को ठूलो राहत हो। अब ब्याजलाई पुँजीकृत गर्न पाइँदैन, अर्थात् साउवामा ब्याज जोडेर त्यसमाथि फेरि अर्को ब्याज लगाउन मिल्दैन। अझ कानूनले प्रष्ट पारेको छ, ऋणीबाट असुल गरिने कुल ब्याज रकम मूल साङ्वाभन्दा बढी हुन पाउँदैन। यसले ऋणको पासोमा पर्ने डरलाग्दो चक्रबाट धेरैलाई बचाउने पक्का छ। तेस्रो कुरा, नयाँ नियमनकारी प्राधिकरण। नियम त कडा बन्यो, तर यिनको पालना गराउने र हेर्ने कसले त? यसको जवाफ हो प्राधिकरण। दफा 103 कले राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने जबरजस्त व्यवस्था गरेको छ। यो कुनै नाम मात्रको सरकारी अफिस होइन, यो नयाँ कानूनले सिर्जना गरेको एउटा शक्तिशाली वाचडग हो। देशभरका ठूला सहकारीहरूको केन्द्रीकृत सुपरिवेक्षण अब यही प्राधिकरणले गर्नेछ। यसका कामलाई मुख्य 3 भागमा हेर्न सकिन्छ। पहिलो, नियमित अनुगमन तथा सुपरिवेक्षण। दोस्रो, प्रुडेन्शियल अडिटिङ, अर्थात् संस्था भित्रभित्रै कतिको बलियो छ भनेर गरिने वित्तीय स्वास्थ्य परीक्षण। र तेस्रो, उजुरी लिने र समाधान गर्ने। एउटै निकायले निगरानीदेखि कारबाहीसम्मको पूरै जिम्मा पाएको छ। हाम्रो चौथो विषय हो कर्जा ट्र्याकिङ र कालो सूची। ऋण प्रवाह गरेपछि संस्थाको जवाफदेहिता त हुनै पर्यो। दफा 81ले कर्जा सूचना केन्द्रको बलियो संयन्त्र खडा गरेको छ। यो यसरी काम गर्छ। पहिलो स्टेपमा कुनै संस्थाले 10 लाख भन्दा बढी ऋण दिने बित्तिकै त्यसको सूचना केन्द्रलाई दिनुपर्छ। दोस्रो स्टेप, यो सूचना केन्द्र मार्फत सबै सहकारी बीच शेयर हुन्छ। यसको अर्थ एकातिर ऋण नतिर्ने मान्छेले अर्को संस्थामा गएर सजिलै ऋण निकाल्न सक्दैन। र तेस्रो स्टेपमा समयमै ऋण नतिर्नेहरूको नाम हरेक 3-3 महिनामा रिपोर्ट गरेर कालो सूचीमा राखिन्छ। एकदमै टाइट सिस्टम छ यो। अब जाऊ अन्तिम खण्डमा, बचतको सुरक्षा।
संस्थामा साँच्चै सङ्कट आयो भने के हुन्छ त? संस्था डुब्न लाग्यो वा समस्याग्रस्त घोषणा भयो भने तपाईँको पैसा के हुन्छ? पहिले जस्तो सबै आस मारेर रुँदै बस्नुपर्ने अवस्था अब छैन। नयाँ कानूनले स्पष्ट सेफ्टी नेट र प्राथमिकता निर्धारण गरेको छ। दफा 103 मा स्थिरीकरण कोषको कुरा छ। यसले ठ्याक्कै के गर्छ त? यसले आपत परेका संस्थालाई तरलता अर्थात् नगद प्रवाह गर्छ, व्यवस्थापन समितिको खर्च बेहोर्छ र दायित्व भुक्तानी गर्न सघाउँछ। यसका अलावा समस्याग्रस्त सहकारीका निक्षेपकर्तालाई जोगाउन एउटा चक्रीय राहत कोषको पनि व्यवस्था गरिएको छ। यो एउटा गज्जबको आपतकालीन कुशन हो जसले सङ्कटको बेला उद्धार गर्छ। तर आम नागरिकलाई सबैभन्दा ठूलो राहत दिने अङ्क हो यो 5 लाख। दफा 108 कले किटान गरेरै भनेको छ कि संस्था समस्याग्रस्त भइहाले पनि 5 लाख रुपियाँसम्मको साना बचतकर्ताको रकमलाई फिर्ता गर्न पहिलो प्राथमिकता दिइनेछ। यो भनेको आम मानिसको पसिनाको कमाई नडुबोस् भनेर कानूनले दिएको एकदमै बलियो ग्यारेन्टी हो। यसले साना निक्षेपकर्तालाई निकै ठूलो ढाडस दिएको छ। समग्रमा कानूनका यी पानाहरू हेर्दा नियमन, लाइसेन्स र बचत सुरक्षाका व्यवस्थाहरू साँच्चै नै कडा पारिएको छ। तर यहाँनिर एउटा गम्भीर प्रश्न उब्जिन्छ। के यी नयाँ कानूनी प्रावधान र बलिया वाचडगहरूले सहकारी क्षेत्रमा गुमेको सर्वसाधारणको विश्वास साँच्चै नै स्थायी रूपमा फर्काउन सक्लान् त? कानून आफैमा एउटा राम्रो सुरुवात हो, तर यसको असली परीक्षा अब यसको प्रभावकारी कार्यान्वयनमा नै देखिनेछ।